ऱ्यापर विकास उष्ट म धमाला अरे नपत्याउने खोला नि बगाउँछ हेर्दै जाऊ ऱ्यापर विकास तिमीलाई बगाउँछ बेबी तिमीलाई बगाउँछ पिउनमा त जाने जान्न डिजेतिरै ध्यान छ दारु चुरोट कोही नपिनु यसले जानै लान्छ
नगर डिस्टर्ब कसो नगर डिस्टर्ब दर्शकबिन म हुँ र्यापर विकास। आज तपाईहरुको माझमा एकदमै मन छुने डीजे गीत लिएर आएको छु र र्यापर विकास युट्युब च्यानलमा यो गीतलाई धेरै भन्दा माया गरिदिनु होला र साथै हामीमा भएका सम्पूर्ण टिमलाई चाहिँ एकदमै धेरै मेहनत गर्नुभएको छ र यो गर्मीमा परदेशको ठाउँमा बसेर पनि यति धेरै मेहनत गर्नु भनेको धेरै राम्रो कुरा हो र साथै सबैजनाले आफ्नो आफ्नो परिचय दिनेछन् र सबैलाई धन्यवाद। हाम्रो सबै टिमलाई म र्यापर विकास धन्यवाद। फाइनली आज हाम्रो धेरै मेहनत गरेर भिडियो फाइनल भएको छ र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। म चाहिँ सिधै दिल्लीमा आएर यो र्याप सङकै लागि आएकी थिएँ र अनि फुल भिडियोलाई पनि सपोर्ट गर्नुभयो सबैजनाले र मलाई पनि मायाका साथ हाम्रो डाइरेक्टरदेखि लिएर मसँग खेल्ने हिरोदेखि लिएर अनि हाम्रो र्यापर्सलाई धेरै धेरै धन्यवाद छ। र फाइनल आज हाम्रो भिडियो बन्द भइसकेको छ, अब खतम हुने स्थितिमा भइसकेको छ र सबैजनाले भिडियोलाई धेरै धेरै माया गरिदिनु होला अनि लाइक सेयर कमेन्ट गर्न नबिर्सिनु होला। र म रेजिना मोडल तथा रेजिना सुदूरपश्चिम कञ्चनपुरबाट छु। जति पहिला मलाई माया गर्नुभएको थियो अझ पनि मलाई त्यस्तै गरी माया गर्नु सबैजना। थ्याङ्क यू समीर बाबा। सर्वप्रथम नमस्ते होइन, मेरो नाम समीर समीर हो। आज हाम्रो मेन मुद्दा भनेको यो भिडियो बनाउनको एउटा कारण छ होइन, स्पेसल्ली म भाइलाई भन्छु होइन, थ्याङ्क यू सो मच फर हाम्रो यो पनि जो पनि टिम मतलब एउटा आबद्ध भयो हामी टिममा होइन, एउटा टिम वर्कको लागि हामीले एउटा सहकार्य गऱ्यौँ होइन। मैले भाइलाई भनिरहेको थिएँ यो भिडियो बनाउनको एउटा हामी होइन लास्ट एन्डमा एउटा सबैलाई एउटा होइन क्लोज गरौँला, एउटा मेन उसमा राखौँला भनेर त्यो कारणले हामीले यो सहमति गरेको होइन। अनि त्यसैमा हाम्रो सहमति हुँदाखेरि एउटा सहकार्य मिटिङ हुँदाखेरि अनि त्यसैमा हामीले एउटा मिटिङ गर्दाखेरि दाइलाई पनि आबद्ध गऱ्यौँ होइन, जसले हामीलाई पनि इजी होला एकदम होइन, कामलाई पनि आसानी तरिकाले हामीले अगाडि बढाउँला कि हामीलाई पनि सहज होला अप्ठ्यारोमा होइन भन्ने भएर दाइलाई पनि हामीले आबद्ध गऱ्यौँ। स्पेसली दाइलाई पनि एकदम थ्याङ्क यू सो मच दाइ। हामीबाट जति पनि गल्ती या केही पनि भुलचुक भयो भने त्यो हामीलाई आफ्नै भाइ सम्झेर माफ गरिदिनु होला होइन। अनि त्यसै गरी स्पेसली थ्याङ्क यू म यो भिडियोको तर्फबाट म मेरो एज अ सिनियर पर्सनलाई भन्न चाहन्छु जसले कि यस्तो प्राइभेट आफ्नै होइन ठाउँमा पनि यस्तो लोकेसन वाइज हो या पुरै होल रेस्टुरेन्ट हो मलाई एज अ ट्रस्ट गरेर होइन मलाई अपफ्रन्ट गर्नुभयो अनि ट्रस्ट गरेर ल भाइ गर भनेर एकदम माथि लेभलसम्म कुरा गरेर मलाई अरेन्जको लागि धेरै कुराहरू सपोर्ट गर्नुभयो उहाँलाई। स्पेसली बनाउनुको कारण पनि उहाँको त्यो शुक्रिया त मलाई गर्नु थियो क्या, त्यो कारण हो होइन बनाउनुको। अनि त्यसै गरी टिम हुँदाखेरि अरू पनि धेरै टिममा उतार चढाव भयो हाम्रो होइन भाइहरूको होइन, धेरै टिममा आयो फाइनली हामीहरू फेरि यो टिमसम्म जोड्यौँ होइन। अनि काम होप्स त्यो हो सबैलाई कस्तो लाग्छ तपाईँहरू प्रतिक्रिया दिनु होला। देन मलाई त सबैभन्दा मेन कुरा यो हो भिडियो बनाउनको सबैलाई शुभकामना गरौँ होइन। अनि जति पनि हाम्रो न्यू टिम मतलब फर्स्ट टाइम हामी जोडिरहेछौँ होइन एकदमै होइन, काम त त्यही हो अब दाइ भाइको नाताले आफ्नो होइन यो होस् सो बेस्ट हो भन्ने मात्र हो। थैंक यू सो मच फॉर द लव सपोर्टिंग एंड बाकी आप लोग देखिए है ना, ऑब्वियसली लास्ट में हिंदी में बोला थैंक यू सो मच। अलि चर्को सुरु गरेर सुनिन्छ मेरा पा नमस्कार, म मोडल सञ्जना सुनार। मसँग त अब त्यस्तो के भन्नु छ र होइन, अब जति पनि हाम्रो टिम मेम्बरहरूले जति पनि मेहनत गर्नुभएको छ होइन त्यही अनुसारको माया ममता अनि सपोर्ट गरिदिनु होला। अब द्याट्स इट, थ्याङ्क यू। नमस्ते, म